हेलो दर्शक नमस्ते सबैजनालाई म आमा भ्लगबाट सन्चै हुन्छ आरामै हुनुहुन्छ होला है। म फेरि पनि नयाँ भिडियो लिएर आउने प्रयास गरिसकेको छु र यति बेला चाहिँ म नयाँ भ्लगको सुरुवातमा छु हैन। अनि गाइज मैले नयाँ भ्लग लिएर आउने प्रयास गरिरहेको छु र मलाई मेरो नयाँ भ्लगमा सबैजनाले सपोर्ट गरिदिनु होला र मेरो युट्युब च्यानललाई सब्स्क्राइब गर्न चाहिँ नभुल्नु होला र बेल आइकनलाई थिच्न चाहिँ नभुल्नु होला र भिडियो कस्तो लाग्छ जस्तो लाग्छ त्यस्तै सल्लाह सुझाव र कमेन्ट गर्न चाहिँ नभुल्नु होला भन्न चाहन्छु। आजको मौसम चाहिँ पानी परिरहेको अवस्था छ। यति बेला चाहिँ साँझको 5 बजेको अवस्था छ है। अब घर जान्छु म। के हुन्छ भ्लगमा सबैजनालाई म देखाउने प्रयास गर्नेछु गाइज। यस्तै छ, काम गर्यो दिनभरि बस्यो खायो हैन, काम गर्यो। ल है सबैजनाले मन पराइदिनु होला। यसरी हामी यो खत बाँधेर काम गरेको दिनभरि आज हैन, यहाँबाट खस्यो भने चाहिँ प्याट्ट खसिन्छ। रमाइलो छ जिन्दगानी है। ल सबैजनाले माया गरिदिनु होला। सो गाइज नाइस ब्युटिफुल हैन, हाम्रो नेपालको सान झन्डा चाहिँ पहाडी डाँडामा देखेको छ हैन। यस्तो दामी छ हैन। यो नाइस भ्यू देखिरहेछ, कति दामी छ। नेपालको झन्डा भित्तामा हामीले आकृति देखिन सकिन्छ है गाइज। सो नाइस, वाओ गाइज, वाओ कति दामी छ है। म चाहिँ यता लेले जाने बाटोतिर छु है। यो पहाडीको चाहिँ कीर्तिपुर है। सो नाइस कीर्तिपुर रहेछ गाइज है, दामी छ कीर्तिपुर डाँडा, दामी छ गाइज, दामी छ। त्यो पारीको हैन, दामी छ, दामी एकदम राम्रो छ, नाइस छ, धेरै राम्रो। यति बेला चाहिँ छु म हैन। त्यो पारीको चाहिँ कीर्तिपुर हो है। ल गाइज यस्तै छ हो। ल दामी हाम्रो नेपाल सुन्दरता एकदमै छ है। नाइस भ्युज। घुम्न आएको थिएँ यतातिर, त्यही भएर भिडियो बनाएको। नाइस है। त्यता चाहिँ हाम्रो नागढुङ्गा पर्छ है। यो चाहिँ कीर्तिपुर पऱ्यो पारीको। यो चाहिँ के यो गाइज वाउ गाइज, वाउ 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 नाइस। नेपालको सान झन्डा है, दामी छ। नाइस। ल गाइज यति बेला पानी परेको अवस्था छ है। काम गर्दा गर्दै यो पानीले बर्खा माझमा खतम पार्यो। टायर लगाउँदै थिएँ, थुक्कै भिजाएको छ मलाई है गाइज। अनि तपाईँहरू कता कता हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, सबैजनाले मेरो भिडियोलाई माया गरिदिनु होला। बर्खा माझको काम भिज्दै काम गर्दै गर्नुपर्छ है। अहिले पनि म यतातिर वट्टिन आएको छु, पानी परेर टाइल लगाउँदै थिएँ। दिनभरि घामले पोल्यो हैन। यति बेला चाहिँ फेरि पानी परेर काम गर्नै दिएन गाइज है। बर्खा माझको काम साह्रै गाह्रो छ। यस्तै छ, काम नगरे पनि नहुने हैन। काम गरौँ भने घाम पानीले सताउँछ, बिजोग छ है जिन्दगानी मेरो। ल गाइस पानी रोकिएको छ है। यो पानी पर्दा एकैछिनमा गुटुङ पानी आयो। हेर्नु त, हिजो यसरी कोरा तानेको थिएँ मैले, कोरा नि बिजोग बन्दियो हैन। यहाँ टाइल लाउँदै यसरी छोप्या छु है। यस्तो छोप्नु पर्यो टाइल हैन। यो टाइल त प्लास्टिक, यता चाहिँ बिजोग चाहिँ यसरी छोपिदिएछु मैले हैन। यसरी छोपेर राखेको छु। अहिले आजै हालेको यार, दिनभरि घामले मर्नी गरेर पोल्यो गाइज हैन, मर्ने गरेर पोल्यो। अहिले फेरि एकछिन शीतल गरेको बेलामा काम गरौँ भनेको पानीले बिजोग बनायो। फेरि टाइल लाउनै दिएन हैन। अब फेरि म एकछिन काम गर्छु गाइज, के गर्ने हैन। साँझसम्म काम त गर्नु पर्यो है। यसरी हिजो यहाँ कोरा तानिसकेको थिएँ, यहाँ फेरि पानी यत्रो पानी छ यार गाइज, बिजोग भएको छ है।
ल गाइज तपाईँहरू पनि कता कता ड्युटी गर्दै हुनुहुन्छ के गर्दै हुनुहुन्छ तपाईँहरू है बिजोक अवस्था छ बर्खा मास पानी आउँछ घाम धेरै लाग्छ आफ्नो ख्याल गर्नु होला राम्रोसँग काम गर्नु होला काम त गर्नुपर्छ टेक केयर भएर काम गर्नु होला है भन्न चाहन्छु र अब म पनि एकछिन टायर लगाउँछु फेरि पानी रोकिएको छ है ल गाइज यो मेरो आजको काम चाहिँ है र अन्तिममा चाहिँ सबैजनाले मेरो भिडियोलाई माया गरिदिनु होला र मेरो युट्युब च्यानललाई चाहिँ सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला भन्न चाहन्छु र यस्तै भिडियोहरू लिएर आउँछु म हजुरहरूको माया ममता पुग्यो भने सधैँ म डेली भिडियो हाल्ने छु है कन्टेन्टहरू बनाउने छु भन्न चाहन्छु ओके